गुड मर्निङ छेजुलो नमस्कार फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा र आज चाहिँ 26 जनवरी है र गणतन्त्र दिवसको हजुर सम्पूर्णमा हार्दिक शुभकामना टक्राउन चाहन्छु है। ह्याप्पी रिपब्लिक डे। र आज सधैँ चाहिँ म रेजर्टमै छु। भिजिटर्सहरू अलिअलि हुनुहुन्छ, आज त्यस्तो बेसी होइन, यस्तै 15-20 जनाले चाहिँ बुक गरेर आउनु हुँदैछ। उहाँहरूको आज बुकिङ छ र बाँकी यताउताबाट घुम्ने भिजिटर्सहरू पनि अलिअलि आउनु हुँदैछ। यस्तो छ। यहाँ स्टेज सेटअप गरौँ भन्दैछु, यो फ्ल्यागहरू लगाउने है, फ्ल्याग लगाउने कामहरू हुन्छ। अब यहाँ यस चेयरहरू सेटअप गरिदिनु पऱ्यो र धेरै दिन भएको थियो मैले पनि भिडियोजहरू अपलोड गरेको थिइनँ, कतिवटा व्यस्तताले गर्दा मैले भिडियोजहरू अपलोड गर्न पाएको थिइनँ। र आज चाहिँ मेरो पनि रिजर्टमा अलिअलि एक्टिभिटिजहरू हुन्छ होला, भिजिटर्सहरू आउनुहुन्छ होला भनेर चाहिँ हजुरहरूलाई पनि मेरो रिजर्टको अपडेट नदिएको धेरै दिन भएको थियो र आजको चाहिँ अपडेट हजुरलाई दिनु पऱ्यो भनेर चाहिँ आज चाहिँ यो भिडियो अपलोड गर्दैछु है। म अहिले त्यस्तो यो टाइममा यति मजा हुन्छ, चराहरू कराएको सुन्न सक्नुहुन्छ तपाईँले। घाम पनि झरेको छैन, पुरा शीत लागिरहेको छ। मेरो छोरी पनि भर्खर उठेर बाबा भन्दैछ मेरो छोरीले। यो पनि तपाईँहरू यो देख्नु भएको थिएन होला तपाईँले। यो चाहिँ मैले अब न्युली कन्स्ट्रक्टेड भनौँ है अर्ग्यानिक बास्केट, ब्याम्बू बास्केट बनाएर, ब्याम्बू बास्केटमा चाहिँ यो एउटा मेरो चाहिँ कस्तो थियो भने यो अझै अलिकति मैले सोचेको जस्तो चाहिँ भएको छैन। यो चाहिँ मैले एउटा अब ब्याम्बू बास्केट है बुके बनाएको थिएँ होइन। बुके बनाउनु पऱ्यो नि, तर अलिकति मुनिको त्यो बास्केट चाहिँ अलिकति होचो भएछ। ठिकै छ, यति चाहिँ अब सक्सेस भयो। र यसरी नै आजको पनि म अपडेट हजुरलाई दिने रहनेछु है, जुडिरहनुहोस् मेरो भिडियोमा। आजको 26 जनवरीको है रिपब्लिक डेको सेलिब्रेसन कस्तो हुने रहेछ म तपाईँहरूलाई देखाउने छु है त। अहिले चाहिँ हल्का स्टेज डेकोरेट गर्दैछौँ है नेसनल फ्ल्यागहरू भर्खर ठोक्यौँ। र आज चाहिँ हाम्रो क्लबको साथीभाइहरू पनि आउनुहुँदैछ है, हाम्रो क्लबको मेम्बर्सहरू आउनुहुँदैछ। र क्लबले चाहिँ आज यहाँनिर है हाम्रो त्यो तपाईँहरूलाई थाहा भएको कुरा आई लभ मिलिङको बोर्डको कन्स्ट्रक्सन गर्दैछ मिलिङ राइडर्स क्लबले। र मिलिङ राइडर्स क्लबले चाहिँ आज है आई लभ मिलिङको बोर्डको फन्ड रेजिङको लागि चाहिँ यहाँनिर सानो एउटा है फन्ड रेजिङ प्रोग्राम गर्ने भनेर उहाँहरूले सल्लाह गर्नुभएको थियो है, हामीमा सल्लाह भएको थियो। र आज चाहिँ केटाहरू त्यही फन्ड रेजिङ प्रोग्रामको लागि आउँदैछ। र अब उहाँहरू पनि आएर स्टेजमा अलिअलि डेकोरेसन गर्छ होला है। अहिले चाहिँ मेरो चाहिँ अब यति नै हो, मैले गरिसकेँ अब यो है। अरू चाहिँ अब केटाहरूले गर्छ। यो बिस्तारै घाम पनि आयो, अब चाहिँ बिस्तारै न्यानो हुँदै आउँछ। बिहान र बेलुका चाहिँ रिजर्टमा पनि एकदमै चिसो हुन्छ, हावा चिसो आउँछ, हात खुट्टा ठिराउँछ हो। र अब घाम लागेपछि चाहिँ फेरि एकदमै न्यानो भएर तातो भएर गरम हुन्छ, दिउँसो चाहिँ एकदमै गरम हुन्छ, बिहान बेलुका चाहिँ चिसो छ। र आजको चाहिँ मोटामोटी सेटअप भइसक्यो है, स्टेज पनि सेटअप भयो। क्लबको केटाहरू आइपुगेको छैन अहिलेसम्म। र क्लबको केटाहरू आएपछि चाहिँ अझै त्यो स्टेज डेकोरेट गर्छ है। र आजको मेन्यू है रिजर्टमा आज सर्भ गर्ने है टुडे स्पेसल मेन्यू भनौँ है चाहिँ यस्तो छ है। भेज मोमो, चिकन टाइपो, चिकन चाउमिन, फ्राइड राइस, भेज चिकन, बफ सुकुटी, फ्रेन्च फ्राइज, चप, ओनियन पकौडा, भेज पकौडा, चिकन ड्राई फ्राई, सेल रोटी है, थाली भेज नन भेज पनि पाउँछ। र यहाँ आजको लागि चाहिँ धुम्बा पनि बचे। र
र यसरी सेटअप गरिदिएको छु आज चाहिँ यहाँनिर है आएर भिजिटर्सहरू बस्नु सक्नुहुन्छ। अनि स्टेजलाई यसरी डेकोरेट गरेको छु र अब त्यहाँ तल त्यो हाम्रो नेसनल फ्ल्यागको मुनि चाहिँ केटाहरूको ब्यानर लाग्छ है, हाम्रो क्लबको ब्यानर लाग्छ। र मेरो फ्यामिलीहरू पनि आउनुभयो। काका आइपुग्यो, काकाले के ल्याएको नि, के ल्यायो? कुखुरा आएछ, लोकल कुखुरा खानु इच्छा गर्नुभयो भने यहाँ पाउँछ है लोकल कुखुरा। सबैजना आउनुहुँदैछ। रिसेप्सनिस्ट आयो, हाम्रो काकी आउनुभयो, ठुलो बाउ पनि आयो। यस्तो छ आजको चाहिँ है, चलिरहेछ। ठिकै छ, जोडिरहनुहोस् तपाईँहरूलाई फेरि आजको पनि है अपडेट दिने रहनेछु। केटाहरू आइसकेपछि डेकोरेट गरेपछि है। अब हामी आज चाहिँ सानो एउटा हाउसी पनि है, इन हाउस हाउसी भनौँ न, लौ भनेर विचार गरेको छौँ। हजुरहरूलाई पनि म देखाउने छु है त। यहाँ दार्जिलिङबाट पिकनिक गर्नु आइराख्नु भएको छ। आज एक ग्रुप आउनुभएको छ, चिनाजानै हुनुहुँदो रहेछ। हाम्रो मेरो पुसाईको चाहिँ अर्जुन पुसाईको चाहिँ बहिनीहरू हुनुहुँदो रहेछ। उहाँहरू पिकनिक गर्नु आइराख्नु भएको छ यहाँनिर। एउटा ग्रुप यहाँ भयो, एउटा ग्रुप चाहिँ ऊ पर माथिनिर बसिरहनु भएको छ। उहाँहरू पनि दार्जिलिङदेखि नै आउनुभएको। उहाँहरू नि सेल्फ कुकिङ गर्नु आउनुभएको। उहाँहरूले पनि यहाँनिर स्विमिङ पुल युज गर्छु भनेर रेडी हुनुहुँदैछ। तर चिसो चाहिँ खत्रै छ, चिसो छ। पानी अरूभन्दा पनि पानी चाहिँ एकदमै ज्यादा चिसो हुन्छ नि त यहाँनिर, खोलाको पानी भएर क्या तपाईँको। पिकनिकको मनोरञ्जनको लेप्टो उठाउँदा साथसाथै यो हौसी खेलाको पनि मनोरञ्जन उठाइदिने साथै मिलिङ राइडर्स क्लबलाई सहयोग पनि पुर्याइदिने हामी हजुर समक्षमा विनम्र निवेदन टक्राउँदछौँ। र हौसी खेलाको टिकटको प्राइस मात्र 100 रुपियाँ रहेको छ भने हजुरहरूलाई एकदमै आकर्षित पुरस्कारहरू हामी दिन गइरहेको छौँ। त्यसर्थ समय 1 बजेदेखि हामी आजको यस हौसी खेलालाई सुरु गर्नेछौँ। त्यसर्थ हौसी प्रेमी इच्छुक महानुभावहरू आजको यस पिकनिक खेलाको आफ्नो वनभोज कार्यक्रमको खाना खाए पश्चात यहाँ नै उपस्थित भइदिने हामी यहाँबाट अनुरोध टक्राउँदछौँ। धन्यवाद। यहाँ चाहिँ हाम्रो काका काकीहरू आइराख्नु भएको छ। उहाँले पनि लन्च गर्नु हुँदैछ। मनोरञ्जन साथ यो हौसी खेलिदिने है। र हजुरहरूले प्रतीक्षा साँच्नु भएको यो हौसीको नम्बर अब केही छन् भने र अब चाँडै सुरु गर्दैछौँ। Lucky dot, 2 dots, 2 and 4, 24, 2 र 4, 24. टप लाइन अनि बटम लाइन बाँकी नै छ। यो छ नम्बर 7 को लाइनमा 7 and 4, 2 र 0, 20। आउनुहोस्, हाम्रो भाइले त पाइरहन्छ। बटम लाइन चेक, लास्ट कल 20 करेक्ट, सिंगल नंबर 6 करेक्ट, 48 करेक्ट, 59 करेक्ट, 79 also correct, stem also correct। कुन चाहिँ अरे बटम लाइन करेक्ट। तपाईहरुको अब हाम्रो टप लाइन अनि फुल सीट फ्लस बाँकी नै छ। त्यही पेन माग्नु बोलाएको हामीले र बहिनीलाई एकदमै धन्यवाद है। हामी राइडर्स क्लबलाई हजुरहरूले यति टाढाबाट आएर एउटा सहयोग पुर्याइदिनु भएकोमा है र बहिनीलाई धेरै धेरै धन्यवाद टक्राउँदै आजको हाम्रो बम्पर लिने बहिनी उहाँलाई हामी
एउटा है हाम्रो युट्युब च्यानलमा पनि हामी बहिनी कहाँबाट के पो नाम? बहिनीको बिजनबारीबाट बिजनबारीबाट आएर मिलिङको निकिता बहिनी। भएकोमा हार्दिक धन्यवाद, साथै शुभकामना बहिनीलाई। थ्याङ्क यू बहिनी। र अर्को हाम्रो बम्पर पाउने हुनुहुन्छ हाम्रा साथी रामु थापा, उहाँलाई पनि हामी यो पुरस्कार दिइरहेको छ है। उहाँलाई पनि धेरै धेरै धन्यवाद आजको बम्पर लाने साथीहरूलाई। र समयलाई मध्य नजराइकन हामी अर्को खेला पनि खेलाउन इच्छुक त थियौँ, तर हजुरहरू त हाम्रो यहाँ गेस्टहरू आउनु भएको थियो है, यहाँ बिचरा उहाँहरूले पनि हामी राइडर्स क्लबले एउटा साङ्गीतिक कार्यक्रम राखेको छ है। र उक्त कार्यक्रममा हजुरहरू जसले इच्छुक मानवहरू यहाँ आएर क्यारोकेमा गीत गाउन पनि सक्नुहुनेछ, साथै डान्स गर्नुहुन्छ। यहाँ हाम्रो बहिनी टप लाइन पाउने बहिनी चाहिँ उही हो। हुन्छ 26 जनवरी गणतन्त्र दिवस 2026 को हार्दिक मङ्गलमय शुभकामना पत्रहरू महानुभावहरू कृपया गरेर मेरो फुपूहरू आउनुभएको छ। जति पनि गीत गाउन इच्छुक हुनुहुन्छ उहाँ यस मञ्चमा आएर यहाँ आएर आफ्नो गीतको प्रस्तुति गर्न सक्नुहुनेछ हजुरहरूले। यिनीहरूले पनि बिचरा बहुत कोसिस गरे तर फसाएन। कोसिस चाहिँ कडा गरेको यिनीहरूले। हजुर मेरो छोरीहरू, मेरो भान्जीहरू, यो मेरो छोरी हो, यो मेरो दाजुको छोरी हो, कान्छी हो यो। अचार माग्न नानी भित्र दिन्छ त काकीले। अन्त मेरो बहिनीहरू यिनीहरू ब्युटिफुल लेडिज सुब्बिनीहरू कस्तो राम्रो राम्रीहरू अन्त के साह्रो राम्री हो सुब्बिनीहरू त। गुरुङनीहरू पनि क्या कम्ती छ त। अन्त आमामा राई नि मेरो खतरै छ नि मेरो यहाँ आम्मा। मेरो बुढी भएको आउँछु दिनभरि घरमा गएको पछिन घरै गर्दा मेरो बुढीलाई पनि देखाउनु भन्छ हो, रिस्क गर्छ फेरि देखाएर भने कि उसलाई मात्रै देखाउँछ भन्छ हो। के हो देख्यो बेला घडिघडिमा त बुढी छेउमा त्यस्तो हुन्छ। खाना आयो खाना खाएको म चाहिँ मेरो प्यारी बुढी त तपाईँलाई थाहै छ। हेलो गाइस हेलो गाइस भन्दै न तिमीले भन्दैौ न। हेलो गाइस ह्यापी रिपब्लिक डे। है फेरि पनि तपाईँहरूलाई गणतन्त्र दिवसको शुभकामना छ। ह्याप्पी रिपब्लिक डे। बुकहरू पनि लर पढिदिन्छु कि हो, रक्सी नै खाइदिनु है। त्यतिका प्रोग्राम सक्सेसफुल भयो है हेर्न। अब सोचेको जस्तो त हुन सकेन। आज हामीले सोचेको थियौँ राम्रै है अमाउन्ट है, राम्रै अमाउन्ट हामी दिउँ भनेर सोचेको थियौँ।
अनि यसो हुनु सकेछ भने क्लबलाई पनि केही कोर्स राखौँ, त्यसबाट हौसीबाट उठ्यो भने केही कलेक्सन भयो भने, राम्रो कलेक्सन भयो भने हामी आई लभ मिलिङको बोर्डको कन्स्ट्रक्सनको लागि है त्यो कोर्स चाहिँ अलिअलि भए पनि राखौँ भनेर सोचेको थियौँ। तर टिकटहरू त्यस्तो राम्रो बिक्री हुनु नसकेको कारणले गर्दा त्यस्तो राम्रो कलेक्सन हुनु सकेन। त्यसले गर्दा हामीले कोर्समा चाहिँ पैसा हाल्न सकेनौँ है। प्राइजहरू राम्रो दियौँ। बम्परलाई हामीले दिएको थियौँ 4000 रुपियाँ र टप लाइन, मिडल लाइन, बटम लाइनलाई 1000 रुपियाँ गरेर दिएको थियौँ। त्यो गर्दाखेरि 7000 रुपियाँ टोटल हाम्रो खर्च भयो है। तर हाम्रो कलेक्सन चाहिँ त्यत्रो भएको थिएन र अब साथीभाइले होइन मिलेर भयो भने पकेटबाटै दिउँ भन्ने निर्णय लिएर राम्रै दिउँ, प्राइस दिउँ है। सेटिस्फाइड छौँ, कमसेकम प्रोग्राम चाहिँ सक्सेसफुल भयो। आज आलु मिमीहरू पनि बेचेको थियौँ है यहाँनिर। अन्त मेरो बहिनीहरूले है बहिनीहरू आएको थियो र बहिनीहरूले आलु मिमी खाएको थियो। अन्त उनीहरूबाट बुझौँ हाम्रोमा कस्तो पाउँदो रहेछ आलु मिमी। के भयो अरे म्याडम, कस्तो छ अरे? मिठो रहेछ। कस्तो रहेछ म्याम? हाम्रो आँगीकोबाट सुन्नु कस्तो रिजोर्टमा हजुर हुन्छ, थ्याङ्क यू धेरै धेरै धन्यवाद है। मेरो आँगीहरू बहिनीहरू सबै आउनुभएछ आज, खुसी लाग्यो। मेरो बहिनी आएको छ, बिचरा बल्ल बल्ल आएको, विदेशी है ऊ चाहिँ फेरि फरेनर हो नि, बल्ल बल्ल आएको। यो काँडेवाला सब्जी क्या आयो ऊ चाहिँ यो काँडेवाला सब्जी क्या आयो भन्ने हो मेरो। लो आङ्गीहरूले अहिले चाहिँ अघि चाहिँ आलु मिमी खाएको एकदमै राम्रो लाग्यो अरे। अहिले चाहिँ वाचिपा र यहाँ चिकन टाइफो खानु हुँदैछ हो। अब आङ्गीहरूलाई कस्तो लाग्यो? टाइफो कस्तो रहेछ? टाइफो सुधु हो, कस्तो भन्छ टाइफो? रेसर्टमा त अब यस्तो राम्रो राम्रो चिजहरू पाउँछ है। जे पनि अब नेपाली खानापिनाहरू डल्लै राम्रो पाउँछ। ढेँडोहरू, सिस्नु, गुन्द्रुकको झोलहरू पनि राम्रो पाउँछ। यो ग्रिन टी भेलीमा चाहिँ तपाईँहरू पनि आउनुहोस्, एकदमै रमाइलो छ, एकदमै रमाइलो भयो आज पनि है। 1 तारिक पनि रमाइलो भएको थियो। अब त्यसरी नै तपाईँहरू पनि आउनुहोस्, टाढो टाढोबाट बस्ने है। धन्यवाद बोजूलाई पनि धेरै धेरै धन्यवाद हाम्रो ककुलाई। अन्त खाना राम्रै भएछ। वाचिपा पनि मिठो भयो भन्नुहुँदैछ, टाइपो पनि मिठो भयो अरे। तोङबा पनि चाख्नु भएछ, तोङबा पनि दामी भयो भन्नुहुँदै थियो, मिठो रहेछ तोङबा भन्नुहुँदै थियो हो। हाम्रो बहिनीलाई एकदमै मिठो लागेर त टाइपोहरू 2टा टाइपो वाचिपा लगेर कि बहिनी कस्तो छ मिठो भएन अरे कि, तर प्याक गरेर लगेर 2टा टाइपो चाहिँ एक्लै खानु लागि लगेको अरे उसले। कस्तो गाउँमै घरमा उही छ कि घर यहाँबाट लगेर आज कामधन्दा पनि सकेछ, साफसफाइ हुँदो रहेछ है। छिटो नै क्लियर भयो आज। बाहिर अलिअलि चाहिँ छ हुँदैछ है। र आजलाई चाहिँ सायद यति नै होला है। फेरि पनि अर्को भिडियोमा हजुरहरूसँग भेट हुनेछ है। र फेरि पनि अन्तमा हजुरहरूलाई भेरी भेरी ह्याप्पी रिपब्लिक डे भन्दै है आजलाई बिदा चाहन्छु। बाई, गुड नाइट।